आज म धेरै खुसी छु। तिमीहरूले यसरी मलाई बिदाई गर्छौ, माला लगाएर बिदाई गर्छौ भन्ने मैले सोचेको थिइनँ। मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले मलाई यति माया गर्यो, यति सम्मान गर्यो, त्यो नै मेरो एउटा यो वर्षको कमाइ हो। तिमीहरूलाई मैले कुटे पनि होला, कराए पनि होला, कहिले विभिन्न पनिसमेन्ट दिएर मैले बाहिर राखेँ होला। त्यति राख्दा राख्दै पनि मलाई तिमीहरूले यतिको माया गर्छौ भने मलाई लागेको थिएन। मलाई आज धेरै गर्व लागिरहेको छ। म आउँदाखेरि तिमीहरू दुःख मानेर रोएको, आँसु झरेको देखेको छु। के गर्नु, कर्मै यस्तै छ। मेरो प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, राम्रोसँग पढ्नु, आफ्नो भविष्य पुरा गर्नु, टिचरले भनेको मान्नु, सबैले आफ्नो आफ्नो स्थानमा राख्नु। टिचर हुँ, विद्यार्थीको माया धेरै लाग्छ। त्यसै कारणले गर्दा तिमीहरूको पनि माया धेरै छ। आशा छ तिमीहरूको रिजल्टहरू पनि राम्रो आउने भन्ने आशा गरेको छु। धेरै चिन्ता नगर्नु, धेरै पढ्नु, त्यो नै मेरो सफलता जस्तै हुनेछ। अनि बिदाई गर्दा तिमीहरूले यति धेरै आँसु झार्छ पनि मैले आश गरेको थिइनँ। खोइ, आँखाबाट आँसु नआए पनि मनको आँसु धेरै गाढा हुने रहेछ। तिमीहरूसँग बसेर पढाउन पाएँ, म त्यसैमा खुसी छु। तर तिमीहरूसँग छुट्टिँदा म धेरै दुःखी छु। तिमीहरू राम्रो पढ्नु, तिमीहरू जति राम्रो पढ्छौ त्यो नै मेरो सफलता हो। हरेक शिक्षकले आफ्नो विद्यार्थी आफूभन्दा माथि पुगेको चाहन्छ। त्यसै गरी तिमीहरू पनि आफ्नो उच्च स्थानमा पुगेको हामीले देख्न पाऊँ। रोएर मात्र हुँदैन, के गर्नु, म टाढा परेँ। धेरै नरुनु, धेरै चिन्ता नगर्नु, राम्रो पढाउनु भएन भनेर चिन्ता नगर्नु। मैले जतिसक्दो तिमीहरूलाई पास गराउने गरी सिकाइसकेको कुराहरू राम्रोसँग पढ्नु। चिन्ता त मलाई पनि छ, किन यता आएछु जस्तो पनि लाग्छ। के गर्नु, तिमीहरूसँग बसेर त्यो स्कुलमा बसेर मलाई पढ्न र पढाउन मन थियो। तर के गर्नु, सँगै हुन सकेन। आशा छ तिमीहरू राम्रो पढ्छौ भन्ने मलाई। आफ्नो गुरुलाई पनि सम्मान गर्न सिक्नु। तिमीहरूलाई धेरै धेरै सम्झना छ मेरो। म पढेको र पढाएको स्कुल पनि हो, त्यसै कारणले गर्दा पनि होला विद्यार्थी, स्कुल र सबैको माया लाग्ने। अब के गर्नु, चिन्ता मात्र गरेर हुँदैन विद्यार्थी भाइ बहिनीहरू। राम्रोसँग पढ्नु। रुन त मलाई पनि मन थियो, तर आँसु झारेर मात्रै नहुने रहेछ। तर मन भित्रै चोट लागिसकेको थियो तिमीहरूसँग यति छुट्टिँदा। तर पनि मलाई तिमीहरूले यति रमाइलोको साथ मलाई बिदाई गर्यो। तर तिमीहरूले मलाई बिदाई गर्दा तिमीहरूको मन, आँखाबाट आँसु झरिरहेको थियो। किनभने तिमीहरू चिन्ता पनि होला, तिमीहरूको पढाइ बिग्रिन्छ भनेर आश पनि होला तिमीहरूलाई। पढाइ नबिगार्नु, राम्रोसँग पढ्नु, धेरै चिन्ता नगर्नु प्यारा प्यारा भाइ बहिनीहरू। आँसु झारेर मात्रै के गर्नु आउने रहेछ। म तिमीहरूलाई जहिले पनि सम्झिरहनेछु, जहिले पनि याद गर्नेछु।
र म विकास सरलाई पनि नबिर्सनु। तिमीहरू मलाई हाँसी हाँसी रोएर पनि बिदाई गर्यौ, त्यसैमा म खुसी छु। म जहाँ गए पनि, म जहाँ भए पनि सधैँ सधैँ तिमीहरूलाई सम्झिरहनेछु। आशा छ, भरोसा छ, तिमीहरूले यसैमा राम्रो नतिजा ल्याउँछ, पास हुन्छ भन्ने आशा छ। तर फेल भयो भन्दैमा आफू पछि नपर्नु, फेरि पनि पास हुन्छ भनेर पढ्नु। खै कसरी व्यक्त गरौँ त म, तिमीहरूले छोड्नै पर्यो। माया छ, मेरो साथ छ, सपोर्ट छ। तिमीहरूलाई धेरै धेरै माया छ, तिमीहरूलाई धेरै माया छ र आउँदै गरेको एसएको नतिजा पनि राम्रो हुनेछ भन्ने आशा छ। तिमीहरूलाई धेरै धेरै सम्झना र याद छ। यो दिनहरू मैले कहिल्यै पनि बिर्सिनु छैन मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू। अनि अर्को एउटा कुरा पनि छ, सरले छोडेर जानुभयो, सरले हामीलाई पढाउनु भएन भनेर नभन्नु। अनि भोलि पर्सि म कतै भेट्न आउँदाखेरि राम्रोसँग बोल्नु अनि आफ्नो भविष्य राम्रो बनाउनु, तिमीहरूको भविष्य उज्जवल बनेको हामीले देख्न पाऊँ, राम्रो मान्छे बनेको देख्न पाऊँ। अनि बिचमा पढाइ कहिले पनि नछोड्नु। पढाइ नै एउटा प्रगतिको बाटो र सङ्घर्षको बाटो हो। यही भन्दै तिमीहरू धेरै धेरै शुभकामना छ। मिस यु अल।